ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडले फागुन 27 गते मंगलबारदेखि सर्वसाधारणलाई आइपिओ जारी गरेको छ। यो शेयर बजारमा भित्रिने पहिलो औषधि कम्पनी हो। यस कम्पनीले सर्वसाधारणका लागि 14,76,000 किता आइपिओ बिक्री गर्न लागेको हो। ओम मेगाश्रीको जारी पुँजी 60 करोड रुपियाँ रहेको छ, जसको 30% हुने 18 करोड रुपियाँ बराबरको 18 लाख किता साधारण शेयर मध्ये पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि 1,80,000 किता आइपिओ बाँडफाँड गरिसकेको छ। त्यस्तै 54,000 किता शेयर कम्पनीमा कार्यरत कर्मचारी र 90,000 किता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको 14,76,000 किता आइपिओ सर्वसाधारणलाई बिक्री गर्न लागि कम्पनीले जनाएको छ। यस आइपिओमा प्रति किता 100 रुपियाँको दरले आवेदन दिन सकिनेछ। न्यूनतम 10 कितादेखि अधिकतम 10,000 कितासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। सर्वसाधारणले चैत 3 गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त समयसम्ममा सबै शेयर बिक्री नभएमा भने चैत 12 गतेसम्म म्याद थप हुनेछ। आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्पा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो शेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन्। ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड शेयर बजारमा भित्रिने पहिलो औषधि कम्पनी हो। कस्तो छ रेटिङ? रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यस इन्सुरेन्सको आइपिओलाई केयर NP-B- रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ। केयर रेटिङ नेपालले 2081 माघ 10 गते उक्त रेटिङ दिएको थियो। यो रेटिङ 2082 माघ 13 गतेसम्म बहाल रहनेछ। कति किताका लागि आवेदन दिँदा उपयुक्त होला? ओम मेगाश्री फार्मास्युटिकल्सको आइपिओ पाउन लगानीकर्ताले पनि भाग्यकै भरोसा गर्नुपर्ने देखिएको छ। कम्पनीले सर्वसाधारणका लागि 14,76,000 किता मात्र शेयर निष्कासन गरेको छ। यस आधारमा यस कम्पनीको आइपिओ न्यूनतम 10 किताका दरले बाँडफाँड गर्दा 1,47,600 जनाले मात्र शेयर हात पार्नेछन्। यस आधारमा हेर्ने हो भने यो आइपिओमा पनि 10 किताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ। यद्यपि कम्पनीले न्यूनतम 10 कितादेखि अधिकतम 10,000 कितासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ। कम्पनी सम्बन्धी विवरण। ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड कम्पनी ऐन 2063 बमोजिम नेपाल सरकार कम्पनी रजिस्ट्रारको कार्यालयमा पब्लिक लिमिटेडको रूपमा मिति 2079 असार 31 गते दर्ता भएको हो। साथै औषधि ऐन 2035 र औषधि दर्ता नियमावली 2038 को अधीनमा रही 2072 असार 17 गते ओमेगा फार्मास्युटिकल्स प्रालीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय औषधि व्यवस्था विभागबाट देवीस्थान 6 पर्वतमा औषधि उद्योग स्थापनाका लागि सिफारिस दिएको हो। पछि औषधि व्यवस्था विभागको 2073 फागुन 14 को निर्णय अनुसार ओमेगा फार्मास्युटिकल्स प्राली नाम संशोधन गरी ओम मेगाश्री फार्मास्युटिकल्स र ठेगाना संशोधन गरी उद्योग रहने स्थान कविलास गाविस वडा नम्बर 6 चितवन कायम गरेको हो। संस्थाको रजिस्टर्ड कार्यालय काठमाडौँ महानगरपालिका वडा नम्बर 10 नयाँ बानेश्वर काठमाडौँमा रहेको छ। यसको कारोबार गर्ने मुख्य स्थान पनि यही हो। यो औषधि कम्पनी चितवन जिल्ला स्थित भरतपुर महानगरपालिका वडा नम्बर 29 मा रहेको छ। आयोजनाको कुल लागत 1,26,63,79,000 रुपियाँ रहेको छ भने हालसम्मको खर्च लागत 97,54,26,000 रुपियाँ रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि 7.15 वर्ष रहेको छ। पुँजी संरचना र वित्तीय प्रक्षेपण। ओम मेगाश्री फार्मास्युटिकल्सको अधिकृत पुँजी 60 करोड रुपियाँ रहेको छ। यस्तै जारी पुँजी 75 करोड रुपियाँ छ। जारी पुँजी पनि 60 करोड रुपियाँ छ। यसमध्ये संस्थापक शेयरधनीको हिस्सा 70% र सर्वसाधारण शेयरधनी समूहको हिस्सा 30% रहनेछ। कम्पनीले आर्थिक वर्ष 2083-84 सम्म चुक्ता पुँजी बढाउने कुनै योजना बनाएको छैन। आर्थिक वर्ष यस अवधिमा आइपिओ जारी पछि कायम चुक्ता पुँजी 60 करोड रुपियाँ नै कायम रहन्छ। चालू आर्थिक वर्षको अन्त्यसम्म 3,43,86,000 रुपियाँ खुद नाफा कमाउने वित्तीय प्रक्षेपणमा उल्लेख गरेको छ। आर्थिक वर्ष 2082-83 सम्म 5,87,54,000 रुपियाँ खुद नाफा कमाउने कम्पनीको प्रक्षेपण रहेको छ। त्यस्तै आर्थिक वर्ष 2083-84 सम्म 8,86,23,000 रुपियाँ कमाउने जनाएको छ।
यता चालु आर्थिक वर्षको अन्त्यसम्म प्रति शेयर आम्दानी ₹5.73 र प्रति शेयर नेटवर्थ ₹98.11 हुने प्रक्षेपण गरेको छ। आर्थिक वर्ष 2083-84 सम्ममा प्रति शेयर आम्दानी ₹14.10 र प्रति शेयर नेटवर्थ ₹113.37 हुने प्रक्षेपण छ। कार्यकारी र आधारभूत शेयर धनीहरू ओम मेगाश्री फार्मास्युटिकल्सको अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ रहेका छन्। उनको यस कम्पनीमा 6,15,000 किता शेयर स्वामित्व रहेको छ। सबैभन्दा धेरै शेयर स्वामित्व उनकै रहेको छ। उनीसँग विगत लामो समयदेखि औषधि व्यवसायमा काम गरेको अनुभव छ। यस संस्थाको वरिष्ठ लेखापालको जिम्मेवारी अर्जुन पन्थीले सम्हालेका छन्। उनले 2074 मङ्सिर 15 गतेदेखि उक्त जिम्मेवारी सम्हालेका हुन्। उनीसँग यस कम्पनीको शेयर स्वामित्व भने छैन। आइपिओ जारी गरेको रकम कुन प्रयोजनका लागि खर्च हुन्छ? ओम मेगाश्री फार्मास्युटिकल्सले आइपिओबाट प्राप्त रकम ऋण भुक्तानी र व्यवसाय विस्तारको लागि प्रयोग गर्ने जनाएको छ। जसअनुसार यस कम्पनीले बैंकको ऋण भुक्तानी गर्न 8 करोड खर्च गर्ने जनाएको छ। यस कम्पनीले प्रभु लक्ष्मी सनराइज र राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिएको छ। त्यस्तै व्यवसाय विस्तारको लागि 10 करोड रुपियाँ खर्च गर्ने कम्पनीले जनाएको छ।